कोदो चाहिँ आजकल आई थिंक हाम्रो एकदमै पपुलर एकदमै हिप फुड जस्तो पनि भइराछ सबै मान्छेले फार्मर्स मार्केटमा गएर हामी कोदोको रोटी खाने घरमै ढिँडो बनाउने यस्तो भन्ने चलन जुन चाहिँ हाम्रो पुर्खाहरूले धेरै गर्नुभएको थियो त्यो रेमेडिज नै आजकल हामी अलिक बढी फलो गरिरहेछौँ होइन आई थिङ्क कोदोको बिस्किट इज अ ग्रेट आइडिया झन् मैले यहाँ देखेँ अनुसार यो त नो सुगर होइन छ यो बिस्किट अब बनाउनलाई सप्लाई चेन कस्तो छ र मटेरियल्स तपाईँले कहाँबाट लिएर आउनुहुन्छ जस्तो मेड इन नेपालकै कुरा गर्नुभयो होइन कतिजनाले चाहिँ र मटेरियल्स बाहिरबाट लिएर आउनुहुन्छ यहाँ असेम्बल मात्रै गर्नुहुन्छ त्यो पनि इन अ वे मेक इन नेपाल नै भयो तर तपाईँहरूको चाहिँ नि यो प्रडक्टको यसो सप्लाई चेन कुरा गर्नु पर्दाखेरि चाहिँ कहाँदेखि सुरु भएर यो बक्ससम्म बन्छ त हामी सकेसम्म लोकली सोर्स गर्न चाहन्छौँ होइन किनभने अब कोदो त इन्डियाबाट इम्पोर्ट हुन्छ होइन हाम्रो कति इन्डियन सप्लायर्सहरूले चाहिँ हाम्रोबाट ल्यायो भन्छ कि त्यो त भएन नि त अब मैले मेड इन नेपाल भएपछि त नेपाली किसानहरूलाई पनि प्रमोट गर्नु पर्यो त्यही भएर चाहिँ हामीले सकेसम्म हामी सर्टिफाई गर्छौँ कि त्यो कोदो हामी जति पनि लिइरहेछ नि त्यो पहाडबाट आएको किन जति हाइटमा भयो त्यति राम्रो हुन्छ नि त कोदो होइन त्यही भएर त्यो हाइट चुसिलियो अथवा सुन्दरपालो जहाँ जहाँ हाइटमा भएको कोदोहरू चाहिँ हामीले ल्याउँछ अनि वी मेक श्योर द्याट इट्स फ्रम नेपाली किसानहरूबाट ताकि उनीहरूले पनि त काम पायो होइन अनि यहाँ बनाउने वर्कर्सहरूको त छँदैछ इन्डाइरेक्टली हामीले त्यहाँ पनि हेल्प गर्न सक्यो जब अपर्च्युनिटी क्रिएट गर्न जस्तो चाहिँ लाग्छ सबै कुराहरू चाहिँ यो एग्रिकल्चर सेक्टरमा चाहिँ अब धेरैजना युवाहरूको चाहिँ नि अलिकति वितृष्णा जस्तो भनौँ न पहिला पहिला आफ्नो बाउबाजेहरू होइन आमाहरू खेतमै काम गरे पनि अब अहिले चाहिँ म नगर्ने भन्ने छ त्यही कारणले गर्दा पनि र मटेरियल्स पाउन गाह्रो छ भनेर त्यही कारण पनि हाम्रो इम्पोर्ट धेरै बढेको भनेर भन्छ त्यो तपाईँले अब फिल्डमै यसरी हुन्छ नि काम गरिरहँदाखेरि चाहिँ कस्तो देख्नु भएको छ सिचुएसन होइन कतिको सजिलो कतिको गाह्रो र च्यालेन्जेस मेन चाहिँ नि फुड नेपालमा भनौँ न एन्ड प्रडक्ट फुड प्रड्युस गर्न चाहिँ कतिको गाह्रो छ एकदमै गाह्रै छ भन्छु म किनभने जस्तै कि अस्ति यो कोदोकै कुरा गर्दाखेरि होइन मैले अस्ति नै भाइहरूले भनिरहेको थिएँ कि पहिला चाहिँ हाम्रो गाउँमा चाहिँ हामीले पहिला बनाउँथ्यौँ अब त कसलाई मतलब छैन इन्ट्रेस्ट छैन भन्ने भन्छ होइन अनि म अस्ति हाम्रो होटल जुन लुम्बिनीमा छ भने एउटा होटल लुम्बिनीमा छ होइन त्यहाँ पनि गाउँ छ नि त होइन अनि त्यहाँ पनि मैले बच्चाहरू कहाँ छ भन्दाखेरि सबैजना विदेश रे होइन अल आर अब्रड होइन अनि यहाँ सबै कसले यो किसानी गरेको मैले त खेतीपाती त भइरहेको थिएँ कसै इन्डियाबाट मान्छे बोलाएर गर्ने हो अरे कि अब मलाई वट त्यसले त भएन नि त भनेर होइन इन्डिया जस्तै बोर्डरसँगै छ नि त होइन अनि त्यहाँबाट दामको ल्याएर अनि डेली वेजमा अनि इन्डियाबाट ल्याएर अनि गर्ने भने कि अनि म त लाइक यो त फ्युचर त भएन नि त यो त किनभने अन्न हो नि त मेन लाइक लाइफ सोर्सै हाम्रो यसरी भएन भने त स्पेसली हामी इम्पोर्ट बाउन्ड कन्ट्री भएपछि त अझै एग्रिकल्चर जुन चाहिँ नेपालको मेन त्यो हुनुपर्छ त्यसमा पनि भएन भने चाहिँ भएन भनेर चाहिँ अनि हामीले आफै एउटा अर्को डिभिजन पनि छ हाम्रो एग्रिकल्चरको होइन अनि त्यसमा चाहिँ हामीले इन्जाइम्सहरू गर्छौँ कि इन्जाइम्सहरूले चाहिँ जस्तो कि तपाईँले त्यही फिल्डमा चाहिँ हाम्रो त्योहरू इन्जाइम्सहरू चाहिँ डबल आउटपुट आउँछ कि म्याक्सिमम आउटपुट त्यही कुराको डबल इफिसियन्सी हुन्छ होइन अनि त्यसपछि उनीहरूको इन्कम पनि त्यसरी जेनेरेट भयो मेबी इन्कम वाज द ओन्ली वान अफ द रिजन्स द्याट हुन्छ नि उनीहरूले छोडेको यति गरे पनि हाम्रो राम्रोसित फलाइ भन राम्रो कल्टिभेसन भन भनेर हुन्छ नि त होइन अनि म कहिलेकाहीँ आफै गाउँमा गएर आफै कल्टिभेट गर्दाखेरि त्यही पछि 6 महिनापछि आएर काटेर खान अझै मजा आउने रहेछ नि त त्यो मैले पहिला कहिले एक्सपिरियन्स गरेको थिएँ मैले गरेको कि अनि मलाई त्यहाँ ल नेक्स्ट सिजन आउनुपर्छ है भनेर ल तपाईँ मलाई भिडियो पठाउँछ कि रेकर्ड गरेर कि 3 महिनामा यति भयो 6 महिनामा यति अब कटिङ लाइक तपाईँको बेला आयो श्रावण आयो भन्छ तपाईँ काट्न आउनु अनि हामी यसै खानुपर्छ है भनेर भन्छ त्यो अर्को एकदमै सेटिस्फ्याक्सन रहेछ कि त्यो अरू कामले चाहिँ त्यस्तो सेटिस्फ्याक्सन चाहिँ हतपत त पाउँदैन कि अनि त्यही भएर अनि जुन हामीले भन्यो इन्जाइम्सहरूको नि नेपालमा चाहिँ के भइरहेछ भने किसानहरूले अलिक ठगेको जस्तो देखेँ मैले किनभने अब एउटा केही प्रब्लम छ भने होइन त्यसको सल्युसन होइन कि उनीहरूले लाइक इन्डाइरेक्ट सल्युसन दिन्छ कि ताकि अर्को प्रोडक्ट पनि बिकोस् भनेर कि डाइरेक्ट सल्युसन पानी प्यास लागेछ मैले सिधै पानी खान सक्थेँ नि त होइन तर उसले बिचारे अचार अझै पिरो गरेर त्यसै मात्रै पानी दिने जस्तो भयो कि त्यही भएर त्यो कस्टमर उनीहरूलाई पनि थाक्यो कि अब कति खर्च गर्ने एउटा राम्रो कल्टिभेसनको लागि भनेर चाहिँ त्यही भएर चाहिँ हामीले आफै इन्जाइम राखेर सबैलाई त्यसको बेनिफिट्सहरू त्यसको कस्टहरू मिनिमाइज गरेर हामीले पुरै सबै ठाउँमा सबै फिल्ड्सहरूमा फार्म्सहरू टी स्टेटहरूमा चाहिँ प्रोभाइड गरेर छ अनि कस्तो रेस्पोन्स आइरहेछ एकदम खुसी छ यसरी नै यस्तो हुने रहेछ भनेर भन्नुहुन्छ कि अब मेबी अरू बिजनेसहरू चाहिँ अलिक रिसायो होला किनभने तर हामी त राइट थिङ गर्नु पऱ्यो नि त होइन सबै कुरा प्रफिट मोटिभ त हुँदैन त्यही भएर हाम्रो अरू जस्तो कि हाम्रो आर्ट्स हेल्प्स भनेर पनि छ होइन त्यो मेरो प्योरली लाइक सोसियल कजको लागि हो त्यसमा पनि जस्तो निर्वाणा फिजियोथेरापी छ त्यो हेल्थको लागि हो त्यसबाट पनि अब कोही मान्छेले कतिजना आउँछ कि ट्रिट गर्न मिल्दैन भन्छ मान्छेहरूलाई होइन किनभने मेरो पैसा छैन भन्छ कि अनि भन्दैमा म ट्रिट त नगर्ने भन नि त सो इफ समबडी डजन्ट ह्याभ लाइक सर्टन सोर्स अफ इन्कम होइन अनि ट्रिट नहुने त हुँदैन त्यो भएर चाहिँ मैले हेल्थ सेक्टरमा चाहिँ त्यसको सबै अर्निङ्स तिर्नै सक्ने तिर्छ नतिर्ने सक्नेले चाहिँ त्यो तिरेको पैसाबाट चाहिँ उसलाई फन्डिङ गर्ने भनेर अथवा अरू केही कजहरूमा चाहिँ जस्तो क्यान्सर कज होस् त्यसमा चाहिँ त्यो डिस्ट्रिब्युसन गर्नुपर्छ भन्ने चाहिँ त्यो चाहिँ गरेको